चुनावको मुखमा विदेश दिन बाध्य छन् युवाहरू। खासमा मलाई नि विदेश जानु खासै मन थिएन। सबैका छोराछोरी घरमा नेपालको झन्डा ओढेर विदेश जाँदै गर्दा कस्तो लाग्दैछ? साह्रै नराम्रो लाग्दैछ। सबै कुरो त्यही पैसैकै रहेछ हैन अब जमानामा। अब परिवारसँग छुट्टिएर बस्न त कसलाई चाहिँ रहर हुन्छ र त्यो गरे त हो नि त। फेरिपल्ट कोरिया गएर दुःख गर्ने वातावरण नहोस्, यही केही सिर्जना होस् भन्न चाहन्छु। अब नेपालमा अपर्च्युनिटीहरू धेरै छैन नि त, अनि त्यो कारणले गर्दा अब चाहिँ चुनावमा सबैले घन्टीलाई भोट दिएर जसरी पनि देश बनाएर हामी सबैलाई फर्काउनु पर्छ है त। दुःख त लागिहाल्छ नि होइन र, दुःख लाग्छ। सबैका छोराछोरी घरमा स्थायी सरकार होस् र सरकारले आफ्नो सम्पूर्ण काम गर्न सकोस्। सबैले अहिले चाहिँ घन्टीलाई भोट राखिदिनु र सबै युवाहरूलाई चाहिँ नेपाल फर्काउनु भन्न चाहन्छु। असल व्यक्ति उहाँहरूको व्यक्ति भन्दा नि उहाँहरूको व्यवहारहरू हेरेर भोट हाल्नुहोस्। भोट त अब दिएकै हो, दिए अनुसार भएको जस्तो लाग्दैन। यस्तै छ नेपालमा, यस्तै भइरहेछ। अब आउँदो चुनावहरूमा राम्रो व्यक्ति र भन्नाले एउटा पार्टीको हिसाबले हेर्नुहुन्न कि एउटा व्यक्ति आफ्नो ठाउँको व्यक्ति कुन चाहिँ व्यक्तिलाई दिँदा ठिक हुन्छ, कुन चाहिँ एउटा भोलिपल्ट मेरो यो ठाउँमा गर्ने एउटा क्षमता कुन चाहिँले राख्छ भन्ने त्यो पनि हेर्नुपर्छ। दुःख त किन नलाग्यो होला, एउटा छोरो अनि त्यहाँले बाहिर पठाउँदा यस्तो अवस्थामा अनि के भयो आज गर्नु भनेको त भित्र चाहिने आत्मा जलिरहेछ नि। योचोटि चाहिँ अब नयाँलाई केही चान्स दिउँ, एउटा केही गर्ने अवसर सिर्जना गर्छ कि भन्ने एउटा आशा चाहिँ छ होइन। म नेपाली भनेर शिर झुकाएर हिँड्ने एउटा वातावरण चाहिँ नबनोस्। मेरो छोराहरूले चाहिँ जानु नपरोस्। म तपाईँको छोरा त म त गइआएँ, मेरो छोराहरू मेरो परिवारहरू यहीँ बस्ने एउटा वातावरण बनोस्। अब गए तापनि गएर आएर यहीँ केही गर्छु भन्ने एउटा वातावरण चाहिँ बनोस् भन्न चाहन्छु म। राम्रो व्यक्ति हेरेर एक व्यक्ति हेरेर भोट हाल्ने हो। यो पैसा छैन लुट्ने लुटेराहरूलाई चाहिँ हालेर काम छैन। अर्कोचोटि आउँदाखेरि आफ्नो नेपालमै बस्न पाइयो उस टाइपको। आफ्नो सानो बालबच्चाहरू परदेशतिर जाँदा नेपालमा बसेर केही रोजगार नभएर बाध्यताले जानु पर्यो। त्यसै कारणले गर्दा म यो अब नेताहरूले भोटै नदिने। यतिका वर्ष जसलाई भोट दिनुभयो उनीहरूलाई भोट दिएको पछुतो लाग्छ? कस्तो किन नलाग्ला त। दर्शकहरू, देश निर्वाचनको सङ्घारमा छ। आगामी फागुन 21 गते देशभरि प्रतिनिधि सभा निर्वाचन हुँदैछ भने यति बेला हामी यो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा छौँ। देश विभिन्न गन्तव्यमा गएका अथवा विभिन्न देशमा रहेका युवाहरू नेपाल फर्किने क्रम जारी छ। यिनीहरूले यो देशमा यति बेला ऐतिहासिक यो अवसर हो र इतिहास लेख्ने अवसर हो भनेर देश फर्कदै गर्दा यो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हामी आउँदै गर्दा यति बेला देश छोड्ने युवाहरूको पनि त्यत्तिकै लर्को लागेको छ। यति बेला मध्यपूर्वका विभिन्न खाडी मुलुकहरूमा युद्धको कारण त्यो ठाउँमा अथवा त्यहाँ जानका लागि रोक लागिएको छ र विभिन्न देशहरूमा अध्ययन र रोजगारीका लागि जाने क्रम जारी छ। देख्न सकिन्छ मेरो पृष्ठभूमिमा यति बेला यहाँ सयौँ नेपाली युवाहरू अथवा भर्खरै नवयुवाहरू यति बेला विदेश जान बाध्य छन्। जुन भदौ 23 र 24 गते जुन जेन्जी प्रदर्शन भयो त्यसले तत्कालीन सरकार ढाल्यो र नयाँ सरकारका लागि आगामी फागुन 21 गते निर्वाचन हुँदैछ र त्यो निर्वाचनमा सहभागी हुन रहर हुँदाहुँदै उहाँहरू विदेश जान बाध्य हुनुभएको छ। यहाँ आएका युवाहरूलाई हामी निर्वाचनको सङ्घारमा अथवा निर्वाचनको मुखमा विदेश दिनुपर्दा तपाईँलाई कस्तो लागेको छ भन्ने कुरा गरेका छौँ। साथमा उहाँहरूलाई आफ्ना काखाका छोराछोरी अथवा काखाका छोराछोरीलाई विदेश पठाउँदै गर्दा उहाँका आमा बुवाको मनमा के लागेको छ भन्ने मात्र कुरा गरेका छैनौँ। हामीले यहाँ रहेका नेपालीहरूलाई तपाईँ के भन्न चाहनुहुन्छ, अब तपाईँ फर्केर आउँदै गर्दा यो देश कस्तो बनोस् भन्ने हेर्न चाहनुहुन्छ अथवा कस्तो बनोस् भन्ने तपाईँको परिकल्पना छ भनेर पनि कुराकानी गरेका छौँ। निर्वाचनको सङ्घारमा आज रातिबाट मौन अवधि सुरु हुँदैछ। दर्शकवृन्द, त्योभन्दा अगाडि हामी आएर यो विमानस्थलको अथवा यहाँ रहेका नेपाली युवाहरूको कुराकानी गरेका छौँ अथवा उहाँहरूको मनस्थिति बुझेका छौँ। हजुर नमस्कार। नमस्कार। हजुरको शुभ नाम? रिमा भट्टराई। हजुरको घर नि? यही टिकाथली। हजुर बाहिरिँदै हुनुहुन्छ आज? हजुर। कन्ट्री जाँदै हुनुहुन्छ? अस्ट्रेलिया। चुनाव आउँदैछ, पर्सि 21 गते चुनाव छ, थाहा छ? हजुर थाहा छ। चुनावको मुखमा किन विदेश हुनु भयो? मेरो क्लास चाहिँ आजदेखि नै स्टार्ट थियो अनि मेरो चाहिँ लेट भएको भएर चाहिँ अब फेरि क्लास उता प्रब्लम हुने भएर चाहिँ आज नै जानु पर्यो। नाइ भने चाहिँ म चुनावको भोट दिएर नै जान्थेँ। चुनावमा भोट हाल्ने रहर थिएन? थियो, रहर त थियो नि, धेरै रहर थियो, किन नहुनु। अनि जस्तो कि अब तपाईँले चुनावमा भोट हाल्न त पाउनु भएन, तर यतिका वर्षसम्म तपाईँको मम्मी बुबा तपाईँको फ्यामिलीले हालेको भोट
त्यसको सायद सदुपयोग नभएरै तपाईँ आज विदेशिनु परेको हुनसक्छ। के भन्न चाहनुहुन्छ यो विदेशीले गर्दा? विदेशीले गर्दा चाहिँ मलाई खासमा मलाई नि विदेश जानु खासै मन थियो होइन। अब नेपालमा अपर्च्युनिटीहरू धेरै छैन नि त, अनि त्यो कारणले गर्दा अब चाहिँ चुनावमा सबैले घन्टीलाई भोट दिएर जसरी पनि देश बनाएर हामी सबैलाई फर्काउनुपर्छ है त। भनेपछि घन्टीलाई भोट दियो भने यहाँ फर्किने अवस्था बन्छ भन्ने लाग्छ। ल मलाई चाहिँ लाग्छ, त्यस्तै लाग्छ मलाई चाहिँ। अन्य पार्टीहरूमा पनि धेरै नेताहरू हुनुहुन्छ, उहाँप्रति आशा युवाहरूमा किन छैन? नै अब युथ भिजन अलिकति हामीलाई युथलाई चाहिने भिजन चाहिँ मलाई घन्टीसँग चाहिँ छ जस्तो लाग्छ। त्यसैले चाहिँ मलाई चाहिँ त्यस्तै लाग्छ। नेपालको झन्डा ओढेर विदेश जाँदै गर्दा कस्तो लाग्दैछ? साह्रै नराम्रो लाग्दैछ। देशमै बस्ने रहर त सबै नेपालीलाई हुन्छ नि होइन? हजुर भइहाल्छ नि। यहाँ बस्ने आमा बुवाहरूलाई के भन्न चाहनुहुन्छ? सबैले अहिले चाहिँ घन्टीलाई भोट राखिदिनु र सबै युवाहरूलाई चाहिँ नेपाल फर्काउनु भन्न चाहन्छु। यही नै हो मेरो त। हेर्नुहोस् तपाईँलाई बिदाई गर्न आउनुभएको सायद मम्मी हुनुहुन्छ होला, रोइरहनु भएको छ हजुरको बिदाईमा। हजुर म त सबै के भन्नु मलाई आएन, आइम सरी। देख्न सक्नुहुन्छ दर्शक नेता आमा रोइरहनु भएको छ, उता छोरी रोइरहनु भएको छ। यो विदेशी नै बाध्यता सायद जो कोहीलाई हुँदैन होला। देख्न सक्नुहुन्छ आमाले छोरीलाई बिदाई गर्दै गर्दा यो बुढेसकालको उमेरमा यति भावुक दृश्य यो विमानस्थलमा देखिन्छ। आगामी फागुन 21 गते देशमा चुनाव हुँदैछ, आम निर्वाचन हुँदैछ, तर यही निर्वाचनमा सहभागी हुन नपाउँदै गर्दा युवाहरू यही चुनावमा सहभागी हुन नपाउने अवस्था बनेको छ। विदेश छिर्नुपर्ने बाध्यता छ। छोरीहरूलाई छोराछोरीलाई देश छोडाउनका लागि आमा बुबा यो विमानस्थलमा आउनुपर्ने नियति बनेको छ। कसैलाई रहर हुन्न बुवा आमालाई आफ्नो काखको बच्चा विदेश अथवा देशबाट निकालेर पठाउन अथवा देश छोडाउन कसैलाई रहर नहोला सायद। यहाँ आउँदै गर्दा यो आँसुले पनि सायद त्यही भनिरहेको छ। दर्शकबिन यो त्रिभुवन विमानस्थलको दृश्य छ, यो भावुक दृश्य, छोरी र आमाको दृश्य देख्न सक्नुहुन्छ। एकदमै भावुक यो माहौल बनेको छ। दर्शकबिन आमा छोरीलाई विदेश पठाउने आउनु भएको छ, आँखाभरि आँसु देखिन्छ, दुःख लागेको छ? दुःख त लागिहाल्छ नि होइन र, दुःख लाग्छ। सबैको छोरी घरमा ब्रदर नमस्कार। नमस्ते। हजुरको शुभ नाम? मेरो शुभ नाम वरदान कुमार भुमरेल। हजुरको घर नि? घर चाहिँ मेरो दाङ। चुनाव आउँदैछ, भोलिदेखि अब मौन अवधि पनि सुरु हुँदैछ। राति 12 बजेदेखि 21 गते चुनाव हुँदैछ। चुनावको मुखमा तपाईँहरू भोट हाल्न छोडेर विदेशीले हुनुहुन्छ, कहाँ जान लाग्नु भएको छ? अब अहिले चाहिँ बाहिर जान लागेको कोरिया हो। अब यस्तो हो, अब समस्या धेरै। अब एउटा के हुन्छ भन्दाखेरि एउटा जिम्मेवारी पनि हो, बाध्यता हो होइन। अब नेपालमै बसेर के गर्नु भन्ने भने अब यहाँको कन्डिसन सिचुएसन त्यस्तै छ, सबैले देखिरहेको हो होइन। अब आन्दोलन त्यस्तै भइरहेछ, त्यही पनि अब सबै कुराहरू एउटा जिम्मेवारी भइसकेपछि यस्तो कुराहरू झेल्नु पनि पर्छ, बाध्यता नै हो भनौँ न। जस्तो कि तपाईँ जस्ता युवाहरूले अहिले चाहिँ देशमा भोट हाल्नुपर्छ, हामीले यो देशमा बस्ने अवस्था बनेन भनेर विदेश गएकाहरू पुनः अब हामी फर्केर आउन सक्छौँ कि भनेर यहाँ भोट हाल्न आउनु पर्दै गर्दा तपाईँहरू भने विदेशी नै हुनुहुन्छ, यसलाई कसरी लिने? भोट किन नहाल्नु भएको, के हो? अनि यस्तो भोट हाल्ने चाहिँ मैले हाल्नु पर्ने हो खासमा होइन। अब सकेसम्म त अब हामी यहीँ बसेर चाहिँ भोट हालेर अब आफ्नै देशमा चाहिँ केही गर्नुपर्ने हाम्रो यङ केटाहरूले चाहिँ यहाँ खास गरी यहीँ बस्नुपर्ने। तर देशको अवस्था धेरै नाजुक छ नि त, तपाईँले पनि देखिरहनु भएको छ। यत्रो आन्दोलन भयो अहिले, जेनजीहरूकोदेखि लिएर सबै अब धेरै आन्दोलन भएर अलिकति बस्ने वातावरण पनि छैन क्या। त्यही भएर अब यहाँ चाहिँ भन्दा उतै बाहिरतिर अलिअलि उपयुक्त मानेर हामी जान लाग्यो। अब तपाईँ देश छोड्दै गर्दा देश अब यो इतिहास परिवर्तन गर्ने अथवा इतिहास लेख्ने समय भनिएको छ। तपाईँ यहाँ रहने नेपालीहरूलाई, यहाँ रहने तपाईँका दाइ दिदी भाइ बहिनीहरूलाई जसले भोट हाल्न पाउनुहुन्छ, जसले मतदान गर्नुहुन्छ, उहाँहरूलाई के भन्न चाहनुहुन्छ? अब उहाँहरूलाई चाहिँ अब के भन्ने, अब ठिक छ नेपालमै हुनुहुन्छ, अब मान्छे असल व्यक्ति, उहाँहरूको व्यक्ति भन्दा नि उहाँहरूको व्यवहारहरू हेरेर भोट हाल्नुहोस् होइन। अब त्यही भन्न चाहन्छु म, मान्छे भन्दा पनि उहाँहरूको व्यवहार, देश चाहिँ कसरी परिवर्तन हुन्छ, मान्छे चाहिँ कुन हिसाबले चुन्नुपर्छ, सबै पढे लेखेको हुनुहुन्छ होइन।
त्यही भन्न चाहन्छु। फेरि यो देश फर्केर आउने वातावरण बनोस् भन्ने पनि हो नि है? देश चाहिँ फर्केर आएर म चाहिँ फेरिपल्ट कोरिया गएर दुःख गर्ने वातावरण नहोस्, यही केही सिर्जना होस् भन्न चाहन्छु। आमा नमस्कार। नमस्ते। छोरालाई बिदाई गर्न आउनुभयो? हजुर, म छोरालाई बिदाई गर्न आएको। कहाँको छोरो विदेश जानु परेको छ, कस्तो लागेको छ भने? अब कस्तो भन्नाले नराम्रो त नराम्रै लाग्छ। हाम्रो नेपालमा केही रोजगार जस्तो राम्रो राम्रो व्यवहारहरू भइदिएको भए छोरा नातिहरूले किन अर्का देश जान पर्थ्यो होला होइन। हाम्रो देश पनि अलिक नाजुक जस्तो भएर हो कि अलिक कमजोरी भएर हो कि त्यस कारणले हाम्रो छोरा नातिहरू जहिले पनि बाहिर जुनै पनि व्यक्तिहरू बाहिर नै गएर जीवन बिताएका छन्। त्यस्तो अब आएको खण्डमा पछि भविष्यमा नहोस् भन्न चाहन्छु। जस्तो कि बिरामी पर्दा होस् अथवा केही हुँदा छोराले आएर उपचार गरिदियोस्, छोराले आएर पानी पियाइदियोस् भन्ने धेरै बुवा आमाको आशा हुन्छ। लाग्छ बाबु, लाग्छ। त्यो त अब छोराहरू कमाइ धमाइ गरोस् भन्ने त पनि हुन्छ। अब पानी खुवाउने, अब दुख बिराइमा हेर्ने, अब सबै कुरो त्यही पैसैकै रहेछ होइन। अब जमानामा पैसा भए सबै हुँदो रहेछ, पैसा छैन केही छैन। त्यस कारणले हाम्रा युवाहरू बाहिर जानुपर्ने बाध्य भएका छन् बाबु। यतिका वर्ष तपाईँहरूले भोट हालेर जसलाई जिताउनु भयो, जसलाई सरकारमा पुर्याउनु भयो, यदि उहाँहरूले तपाईँहरूले भने जस्तो अथवा देशमा राम्रो काम गरिदिएको भए देशको यो अवस्था हुन्थेन होला, तपाईँहरूका छोरा विदेशिनु पर्ने बाध्यता हुन्थेन होला सपोज। तपाईँले यो विभिन्न समयमा भोट हालेका नेताहरूप्रति कस्तो लाग्छ आमा? बेला बेला कस्तो सम्झिनुहुन्छ? अब भोट हालेका नेताहरू त बेला बेलामा अब सम्झन त अब हाम्रा छोरा नातिलाई राम्रो एउटा कामहरू, एउटा रोजगारहरू दिँदा हुन्थ्यो भन्ने लाग्छ। अब भनेअनुसार गरे त गरे नि त अब कहाँबाट गर्नु, अब खै त भोट त अब दिएकै हो, दिए अनुसार भएको जस्तो लाग्दैन। हजुर, यसपालि चुनाव आउँदैछ, तपाईँका छोरा र तपाईँका छोरा जस्ता धेरै छोराहरूलाई विदेशिन नदिनको लागि तपाईँहरू के गर्नुहुन्छ? अब उहाँ त गइहाल्नुभयो, उहाँले भोट हाल्न पाउनुहुन्न, तपाईँहरू यहीँ बस्नुहुन्छ, तपाईँहरूले त भोट हाल्नुपर्छ। के गर्ने विचार छ नि यसपालि? अब यहाँ अब भोट हालेर हामीले एउटा युवाहरू कुनै पनि अब व्यक्तिलाई माथि लिएर एउटा कुनै पनि रोजगारहरू दिन सक्नुहुन्छ कि सानोतिनो व्यवहारहरू अनि घरासी सल्सल्लाह गरेर एउटा हामी जस्ता गरिब दुखीलाई बाहिरतिर नजानलाई एउटा कुनै पनि रोजगार दिँदा राम्रो हुन्थ्यो भन्ने एउटा सल्लाह। हाम्रो त नमस्कार हजुर। नमस्ते। हजुरको शुभ नाम? मेरो विप्लव खड्का। घर नि? घर सप्तरी। हजुर पनि कोरिया नै जानु लाग्नु भएको छ? हो, कोरिया जान आँटे। पर्सि 21 गते देशमा निर्वाचन हुँदैछ। तपाईँहरू जस्तै धेरै युवाहरूले यो देशमा भ्रष्टाचार भयो भनेर जुन आन्दोलन गर्नुभयो, त्यसपछि नयाँ नेतृत्वको लागि यो चुनाव हुँदैछ। यसको मुखमै आएर तपाईँहरू विदेश दिनु परेको छ, कसरी लिनु भएको छ? अब यो त एउटा परिस्थिति पनि हो होइन, बाध्यता पनि हो होइन। यहीँ अब भोट हाल्न लागि मात्रै बस्न पनि हाम्रो उतातिर अब जे भयो भने यहीँ गर्ने एउटा सिर्जना भएको भए त बस्न पनि उचित हुन्थ्यो। भोलि केही गर्छु भन्ने एउटा मनमा लिएर गर्ने ठाउँ पनि हुनु पऱ्यो नि त एउटा। त्यो वातावरण छैन, नभएपछि अब जानै पर्ने अवस्था हुन्छ। एउटा व्यवहारिक आफ्नो व्यवहार पनि हुन्छ, त्यसलाई पनि हेर्नुपर्ने हुन्छ। यहीँ बसेर केही गर्ने एउटा मनसाय भए तापनि त्यही नभएरै बाहिरिनु पऱ्यो। खासमा यसरी जानुपर्ने अवस्था नहोस् भन्ने एउटा चाहना पनि थियो। अब परिवारसँग छुट्टिएर बस्न त कसलाई चाहिँ रहर हुन्छ र? त्यो गरे त हो नि त। त्यही भएर त्यस्तै हो। अब यस्तै छ नेपालमा, यस्तै भइरहेछ। अब आउँदो चुनावहरूमा राम्रो व्यक्ति र राम्रो अब असल भन्नाले एउटा पार्टीको हिसाबले हेर्नुहुन्न कि एउटा व्यक्ति आफ्नो ठाउँको व्यक्ति कुन चाहिँ व्यक्तिलाई दिँदा ठिक हुन्छ, कुन चाहिँ एउटा भोलिपल्ट मेरो यो ठाउँमा गर्ने एउटा क्षमता कुन चाहिँले राख्छ भन्ने त्यो पनि हेर्नुपर्छ। र अहिलेको नयाँ पुस्ताले अब त्यो बुझेको हुन्छ कसलाई हाल्नुपर्छ, कसलाई के गर्नुपर्छ भन्ने थाहा छ। आइन्दा दिनमा अब आएपछि फर्केर आएपछि फेरि जानुपर्ने बाध्यता नबनोस्। यसरी यहाँ हेर्नु न, अहिले हेर्दाखेरि पनि यत्रो भिड छ होइन। यस्तो चाहिँ नहोस् क्या। खासमा यो सबै हामी जाने भने खासमा रोजगार खोज्दै गएको हो नि त। सबै परिवारसँग छुट्टिएर यसरी बस्न त कसैलाई बाध्यता रहर त होइन नि त। त्यस्तो चाहिँ सिर्जना नभइदियोस् भन्ने एउटा चाहना चाहिँ छ। एउटा भर्खरको उदाउँदै गरेको युवाहरू यसरी देश छोडेर बाहिरिनु परेको छ। यो देशमा यतिका वर्ष शासन व्यवस्था सम्हालेका अथवा यो व्यवस्थामा राज गरेकाहरूलाई छुट्टिँदै गर्दा के भन्न चाहनुहुन्छ? अनि नयाँ आउने नेतृत्व, नयाँ आउने नेताहरूलाई के भन्न चाहनुहुन्छ? पुरानो त यत्रो वर्षमा 20देखि 25 वर्षमा हेरिसकेँ है। योचोटि चाहिँ अब नयाँलाई केही चान्स दिउँ, एउटा केही गर्ने अवसर सिर्जना गर्छ कि भन्ने एउटा आशा चाहिँ छ होइन। भइदियो भने चाहिँ त्यो एउटा बेटर हो। आफ्नो लागि पनि आफ्नो देशको लागि पनि एउटा गर्व गर्ने बाटो बनोस्। कहिले पनि म नेपाली भनेर शिर झुकाएर हिँड्ने एउटा वातावरण चाहिँ नबनोस्। म सबैलाई त्यही भन्न चाहन्छु, आफू एउटा असल नागरिक र असल पार्टी या व्यवहारिक एउटा उठेको जुन व्यक्ति हुन्छ नि त्यसलाई हेर्नुपर्ने एउटा जरुरी छ। योचोटि चाहिँ अब हेरेन भने कहिले अब हुन्छ भन्ने चाहिँ मलाई आशा चाहिँ छैन। योचोटि अब जे हुन्छ नि राम्रोको लागि हुन्छ भन्ने आशा धेरैले लिएको छ।
त्यसमा चाहिँ अब राम्रै छ सोच। यो निर्वाचनमा आफू सहभागी भएर मतदान गर्न नपाए पनि यहाँ रहेका तपाईँका परिवारजन आफन्त साथीभाइहरूलाई के भन्न चाहनुहुन्छ? म त साथीभाइहरू परिवारलाई आफ्नो परिवारलाई के भन्न चाहन्छु भने एउटा एकचोटिको लागि होइन, एक दिनको लागि होइन, यो चुनाव भनेको पछिसम्मको लागि सोचेर आफूले कुन चाहिँ व्यक्तिलाई दिँदा ठिक हुन्छ, कुन चाहिँ एउटा उचित लाग्ने व्यक्तित्व जो भोलिको दिनमा आएर केही गर्न सक्छ, यो ठाउँको लागि विकासको लागि केहीको सिर्जना गर्न सक्छ। म परिवारसँग मेरो छोराहरू पनि बाहिर नजाओस् भन्ने एउटा धारणाले म बुवालाई त्यही सम्झाउँछु, म भन्छु होइन। भोलिपल्ट मेरो छोराहरूले चाहिँ जानु नपरोस्, म तपाईँको छोरा त म त गइआएँ, मेरो छोराहरू मेरो परिवारहरू यहीँ बस्ने एउटा वातावरण बनोस्। अब गए तापनि गएर आएर यहीँ केही गर्छु भन्ने एउटा वातावरण चाहिँ बनोस् भन्न चाहन्छु म। हस्, हजुरलाई शुभयात्रा, शुभकामना, तपाईँको त्यहाँ बसोबास सफल रहोस्, फेरि फर्केर नेपालमै आउनुहोस्, हजुरलाई शुभकामना। धन्यवाद। ब्रदर नमस्कार, नमस्कार। हजुरको शुभ नाम? कृष्ण डाङ्गी। विदेश जाँदै हुनुहुन्छ? हजुर। कुन देश जाँदै हुनुहुन्छ? साउथ कोरिया। पर्सिबाट चुनाव छ, थाहा छ है? हजुर। अब यो चुनावको मुखमा विदेशिनुपर्ने हजुरहरूको बाध्यता छ, चुनावमा भोट हाल्नुपर्ने युवाहरू विदेशिरहनु भएको छ, किन हो र यस्तो? देशको स्थिति राम्रो नभएर होला। तपाईँहरू जस्तै युवाहरूले यो देशमा भ्रष्टाचार भयो, व्यतिथि भयो भनेर आन्दोलन गरे त्यत्रो भदौ 23-24 गते। अब फेरि अहिले चुनाव आउँदैछ, अब नयाँ नेतृत्व दिने भनिरहनु भएको छ तपाईँहरू जस्ता युवाहरूले। यो अवस्थामा भोट हाल्न छोडेर विदेशिनु पर्दा कस्तो लागेको छ? नरमाइलो लागिहाल्छ नि। यहाँ रहने नेपालीहरू अथवा तपाईँका बुवा मम्मीहरूलाई तपाईँ के भन्नु चाहनुहुन्छ? कस्तो नेतृत्वलाई भोट गरिदिनुहोस्, जबकि हामी जस्ता नेपालहरू त तपाईँहरू त यहाँ फर्केर आउने वातावरण बन्नु पऱ्यो नि। के भन्न चाहनुहुन्छ? बुवा मम्मी यहीँ हुनुहुन्छ, के भन्न चाहनुहुन्छ? कस्तो व्यक्तिलाई भोट हाल्दै हुन्थ्यो? राम्रो व्यक्तिलाई भोट हाल्दै हुन्थ्यो नि। अर्कोचोटि आउँदाखेरि आफ्नो नेपालमै बस्नु पाइयो उस टाइपको। छोरोलाई विदेश पठाउन आउनुभयो, मम्मी देशको अवस्था यस्तो छ, तपाईँको छोरालाई विदेश पठाउनु पर्ने बाध्यता छ, छोरालाई आफ्नो काखाको छोरालाई विदेश पठाउन यो एयरपोर्टमा आउँदै गर्दा कस्तो लाग्दो रहेछ मम्मी? नरमाइलो लाग्यो, राम्रो कहाँ लाग्यो। अब यो देशमा तपाईँहरूले धेरै मेरो छोराहरूले यहीँ गरी खाओस्, मेरो देश बनोस् भनेर विभिन्न चरणमा धेरैलाई भोट हाल्नुभयो होइन। उहाँहरूले गरेको काममा सन्तुष्ट हुनुहुन्छ कि के छ? छैन सन्तुष्ट। आफ्नो सानो बालबच्चाहरू परदेशी जाँदा नेपालमा बसेर केही रोजगार नभएर बाध्यताले जानु पर्यो, त्यसै कारणले गर्दा म यो अब नेताहरूले भोटै नदिने। चुनाव आउँदैछ, पर्सि 21 गते चुनाव आउँदैछ, हजुरलाई थाहा छ है? अब आउने नेता चाहिँ कस्तो होस् भन्ने चाहनुहुन्छ? अहिलेको बालबच्चाहरू विदेशी नपरोस्, यही नेपालमा बसेर आफ्नो रोजगार व्यवस्थित गर्नु परोस् भन्ने चाहन्छु म। नमस्कार। नमस्कार। हजुरको नाम? मेरो नाम प्रताप डाङ्गी। अनि म के अरे दाङको हो होइन, शान्तिनगर 7 खैरेनीको हो हामी। छोरालाई बाहिर पठाउन आउनुभयो? हजुर, छोरालाई बाहिर पठाउन आएको। काखाको छोरालाई यसरी विदेश पठाउँदाखेरि यहाँ आएर एयरपोर्टमा आइपुग्दाखेरि दुःख लाग्दैन? दुःख त किन नलाग्यो होला, एउटा छोरो अनि त्यहाँले बाहिर पठाउँदा यस्तो अवस्थामा अनि के भयो आज गर्नु भनेको त भित्र चाहिने आत्मा जलिरहेछ नि, नजल्ने कुरो हुन्छ होइन। त्यसो भए भने के गर्ने? यहाँ बसेर अब केटाकेटीले चाहिँ उड्दैनौँ अनि त्यसपछि चाहिँ विदेशी भन्ने, अनि रोजगार पनि छैन नि त छ र। युवाहरूलाई रोजगार पनि त हुनु पऱ्यो के र होइन। त्यसो भए हुनाले छैन, अनि बिचरा जाइन केटाकेटी चाहिँ बाहिरै जानुपर्ने अवस्था छ यो देशको। आफ्नो छोरो यहीँ बसोस्, आफ्नै घर आँगनमा काम गरोस् भन्ने त लाग्छ। काम बसोस् भन्दा पनि मेरो सोच त त्यो हो, तर के गर्ने बाध्यता छ। अनि गरिबका छोराछोरी त अब चाहिँ बाहिर जानु त भयो, अब के गर्नु त खाडे मुलुकमा। अब यो देशमा तपाईँहरूले भोट धेरै नेतालाई हाल्नुभयो, भोट दिनुभयो। राम्रो व्यक्ति हेरेर, एक व्यक्ति हेरेर भोट हाल्ने हो है। यो पैसा छैन लुट्ने, लुटेराहरूलाई चाहिँ हालेर काम छैन। यतिका वर्ष जसलाई भोट दिनुभयो उनीहरूलाई भोट दिएकोमा पछुतो लाग्छ? कस्तो किन नलाग्ला त? कति सालदेखि चाहिँ भोट हालिराखेका मान्छेमा हामी होइन। अहिले चाहिँ भोट हाल्दा हाल्दा चाहिँ 82 साल लागिसक्यो, 22 साल लाग्यो, 83 लाग्नु थाल्यो। अनि त्यसो भए हुनाले के गर्ने? पीडा त पीडा छ नि। विदेशीको छोरालाई सम्झेर पनि यसपालि भोट त परिवर्तन गर्नुपर्ने होला। परिवर्तन गर्ने हो, लुटेराहरूलाई दिएर के काम छ त? कुनै काम चाहिँ छैन। यिनी लुट्ने हुन्, आफ्नै घर चाहिँ बनाउने हुन्। ब्रदर नमस्कार। हजुर नमस्ते। नेपालको झन्डा काँधामा भिरेर विदेशी हुनुहुन्छ? हजुर, यस्तै छ अहिले परिस्थिति।
अलिकति अब खासमा अनिश्चितता छ देशमा अनि त्यस कारणले पनि हो। अनि अहिलेको परिवेश भन्दाखेरि अनि अब युवाहरूले के गर्न सक्छ देशमा भन्ने कुरो चाहिँ प्रश्न छ क्या, मेन भनेको त्यो हो। अनि अब युवाहरूलाई एउटा एक किसिमको होप चाहिएको थियो होइन, अब भोलि बन्ला होइन, तर अहिलेको स्थितिमा त्यस्तो परिस्थिति छैन। त्यसरी पनि अब हामी यसरी अब भनौँ न 2-3 दिन मात्र छ नि त चुनावको माहौल हुँदाहुँदै पनि धेरै युवाहरू म जस्तो मान्छेहरू चाहिँ धेरै बाहिर जान बाध्य छ भनौँ न। अहिले अब आशलाग्दो कुराहरू धेरै छैन यो स्थितिमा, अब त्यसै कारणले पनि। जस्तो कि 21 गते देशमा चुनाव छ, हामी मुखमा छौँ चुनावको मुखमा। तपाईँहरू जस्तै युवाहरू अब देशमा केही हुन्छ कि योचोटि इतिहास कोरिन्छ कि योचोटि भनेर नेपाल फर्केर भोट हाल्छौँ, एउटा भोट पनि म्याटर गर्छ भनेर आउनु भएको छ। यही मुखमा तपाईँहरू विदेशी पर्ने बाध्यता छ, कसरी लिनुहुन्छ? अब यसलाई के भन्न सकिन्छ भनेपछि अब अहिलेको स्थितिमा अहिले पनि अबको निर्वाचनले पनि अब पहिलेको जस्तै स्थिति हुने हो कि अब पहिलेको जस्तै वातावरण सिर्जना भएर भोलि फेरि के अब योभन्दा राम्रो अपर्च्युनिटी हुन्छ नि युवाहरूका लागि। अब खास गरी अहिले हरेक युवाहरूले के चाहन्छ भने देशमा धेरै चान्सेसहरू छैन। त्यसले पनि अब एउटा अप्सन भनेको के हुन्छ त, हामीसँग अन्तिम अप्सन भनेको चाहिँ विदेशिनु नै हुन्छ। त्यसैले पनि अब हामीले धेरै चुनावको मुखमा भोटिङ राइट, आफ्नो भोटिङ राइट त तपाईँले युज गर्न सक्नु भएन होइन, किनकि त बाध्यताले गर्दा विदेशिनु पर्यो। यहाँ रहेका साथीहरू, तपाईँलाई बिदाई गर्न आएका धेरै साथीहरू देख्यौँ, तपाईँका फ्यामिली आफन्तजनहरूलाई के भन्न चाहनुहुन्छ? ठिक छ, अब परिस्थिति बस भनौँ न, म लगायत मेरो अन्य साथीहरू चाहिँ विदेशिनु परे तापनि आफूहरूले चाहिँ एकदमै सोचेर अब आफ्नो मतको सही सदुपयोग गर्नुहोला। पार्टीगत भन्दा पनि व्यक्तिगत राम्रो उम्मेदवारलाई चाहिँ भोट दिँदाखेरि भोलि देशमा राम्रो सरकार अथवा राम्रो स्थिति सिर्जना हुन्छ भन्ने आशा छ र सही ढङ्गले आफ्नो मतको सदुपयोग गर्नुहोला। फर्केर आउँदै गर्दा यो देश कस्तो भइदियोस् भनेर परिकल्पना गर्नुभएको छ? पक्कै पनि आफ्नो देश जसलाई पनि राम्रो भइदियोस्, आफ्नो ठाउँले राम्रो गरोस् भन्ने चाहिँ आशा जसलाई पनि हुन्छ। पक्कै पनि अबको निर्वाचनले योभन्दा राम्रो परिणाम हुन्छ भन्ने आशा छ। किनभने अब अहिलेको जुन पहिलो यस्तो एउटा भनौँ न ऐतिहासिक आन्दोलन भयो नि युवाहरूबाट, जेनजीहरूबाट, त्यसले चाहिँ सही परिणाम ल्याउँछ भन्ने आशा छ। र अन्य धेरै मान्छेहरू चाहिँ सजग हुनु भएको छ, मान्छेहरूले धेरै कुरा बुझ्नु भएको छ। जे होस्, विशेष गरी युवाहरूमा चाहिँ एउटा त्यो आन्दोलनले, जेनजी आन्दोलनले चाहिँ एउटा सकारात्मक राजनीतिप्रति ध्यानाकर्षण गरेको छ। त्यसले गर्दा पनि पक्कै पनि राम्रो होस्, अथवा अहिलेको स्थितिभन्दा स्थायी सरकार होस् र सरकारले आफ्नो सम्पूर्ण काम गर्न सकोस् र जनताका आवश्यकताहरू हुन्छ नि, बेसिक आवश्यकता क्या, केही पनि अब जनतालाई चाहिएको पनि बेसिक्स मात्र हो। अरू धेरै नेपालीहरूलाई धेरै कुराहरू, धेरै ठुलो कुरा चाहिएको छ भन्ने पनि छैन। तर बेसिक्स कुराहरू जस्तै बाटोघाटो, खानेपानी, यस्तो कुरा, स्वास्थ्य जस्तो कुराहरू। अब ठुल्ठुलो सहरको कुरा मात्र होइन, गाउँ कस्तो छ, आफ्नो ठाउँ कस्तो छ होइन। अब काठमाडौँ बाहेक अन्य लगायतका ठाउँहरूमा पनि विकासको गति बढोस् भन्ने चाहिँ चाहन्छु, म त्यसरी हेर्न चाहन्छु त्यसलाई। भनेपछि यो देशमा फर्केर आउने वातावरण बनोस्। पक्कै पनि अब म खास गरी शैक्षिक अध्ययनका लागि जाँदै हो विदेशमा। पक्कै पनि भोलि फर्केर आएर म उता गएर म पढ्ने नै भन्ने उद्देश्यले गएको मान्छे होइन। भोलि गएर आएर मैले नि देशमा उता गएर आएर सिकेको कुरा मेरै देशमा के गर्न सकौँ भन्ने पक्कै पनि कसैले पनि आशा हुन्छ क्या। सधैँ देशको माया मारेर प्रत्येक मान्छे, प्रत्येक नेपाली उतै बस्छु उतै भनेर पनि सक्दैन पनि, त्यसरी गएको पनि हुँदैन पक्कै पनि। म पनि त्यही उद्देश्यले भोलि फर्केर आएर देशमा के गर्छु भन्ने आशा छ मलाई पनि, र पक्कै पनि हुन्छ होला भन्ने आशा छ। तपाईँ विदेशिँदै गर्दा यो नेपालको झन्डा शिरमा अथवा काँधमा राखेर बाहिरिँदै गर्दा यो देशमा यत्तिका वर्ष तपाईँले त मतदान सायद गर्न पाउनु भएन होला। तपाईँका बुवा आमा, हजुरबुवा हजुरमाहरूले यत्तिका वर्ष मेरो नाति अथवा मेरो छोरा यहीँ बस्ने वातावरण बन्योस्, यहीँ शिक्षा, स्वास्थ्य, रोजगारी लगायतका सेवा सुविधा बनोस् भनेरै मतदान गर्नुभएको हुनसक्छ सायद। उहाँहरूले बाटो बिराउँदा भनौँ अथवा विकल्प नपाउँदाखेरि देशमा यो अवस्था रह्यो। अहिले धेरै नयाँ विकल्पहरू आएका छन्।
अब तपाईँ के भन्न चाहनुहुन्छ? अब नयाँ आउने विकल्पप्रति तपाईँहरूको आशा छ, युवाहरूमा आशा छ? पक्कै पनि धेरै साथीहरूमा अहिले चाहिँ नयाँ विकल्पतिर लाग्नुपर्छ अथवा नयाँ विकल्प छ, पुरानोहरूमध्ये पनि अब नयाँलाई रोजौँ भन्ने एउटा उत्साह देखा परेको छ। अनि हाम्रो भनौँ न बुवा बाजेहरूले चाहिँ अलिकति पहिला पुरानो पार्टीहरूलाई अथवा पुरानो विकल्प भनौँ न पहिला पुरानो पार्टीहरूलाई चाहिँ पक्कै पनि साथ दिनुभएको हो। त्यो उहाँहरूबाट चाहिँ खासै अब आश लाग्दो परिवर्तन पनि भएन भनौँ न यत्रो। अब त्यही भएर नै विदेशी बाध्य भयो। अब यो त्यही नै हो मुख्य भनेको। अब उहाँहरूबाट आशलाग्दो परिवर्तन आएन अनि त्यसले गर्दा अब अप्सन के छ त नेपालीहरूसँग भन्ने हो। त्यसैले पनि हामी अहिले चाहिँ यस्तो स्थिति भएको हो जस्तो लाग्छ मलाई पनि।